सवारी गर्दाखेरि धूप बत्ती गरेर सवारी चलाउनुहोस्, विश्वकर्मा देवतालाई सम्झिनुहोस् हैन, शुभ बोल्नुहोस्, अशुभ नबोल्नुहोस्, साइत हेरेर मात्र तपाईँहरू सवारी गर्नुहोस्, सपरिवार यात्रा नगर्नुहोस्। यो त बारम्बार मैले तपाईँहरूको लोकप्रिय मिडिया मार्फत जनतालाई भनेकै थिएँ। सुरुवात 19 गतेदेखि देख्नुहुन्छ। यो त के होइन, सानातिना झल्काहरू। देवी माले सङ्कट छ, अनिष्ट छ, तिम्रो सुध्री अझै पनि केही गर भनेको मात्र हो कि। अब हेर्नुहुन्छ 19 गतेबाट झन् खतरा छ देशमा, धेरै ठुलो खतरा छ। जे होस्, जय देश। आराम हुनुहुन्छ गुरु? ठ्याक्कै भन्दाखेरि अब देश यस्तो बिसन्चो भइराखेको छ, म कसरी आराम छु भन्ने। हजुर, अब हिजो मात्र एउटा दुःखद घटना जो रात्रि बस दुर्घटना भएको छ धादिङमा। यहाँले केही दिन अगाडि फेसबुकमा पनि पोस्ट गर्दै हुनुहुन्थ्यो अनिष्ट हुँदैछ भनेर। गुरु यही हो कि टर्यो कि अझै अनिष्ट हुँदैछ? यो त सुरुवात हो, यो त मात्र सुरुवात हो। अब हेर्नुहोस् यो अनिष्ट कति ठुलो अनिष्ट हुन्छ भन्ने कुरा मैले धेरै अगाडि तपाईँहरूलाई भनेको थिएँ। 14 महिना 14 दिन 14 हप्ता 14 दिनभित्रमा यो देशमा 800 देखि 3200 जनाको मृत्यु हुन्छ, अकाल मृत्यु हुन्छ भनेको। यो त जम्मा 18 जना होइन, यो त केही होइन, यो त सङ्केत मात्र हो। कति अरे गुरु भन्नुहोस् त? 800 देखि 3200 जनासम्मको। 8 देखि 3200 यस। कहिलेसम्ममा? 14 महिना 14 दिन भनेको लगभग 2 महिना त गइसक्यो होला होइन। अब 12 महिनै बाँकी छ, वर्ष दिनै बाँकी छ। तर सुरुवात यो होइन, सुरुवात 19 गतेदेखि देख्नुहुन्छ। यो त के होइन, सानातिना झल्काहरू। देवी माले सङ्कट छ, अनिष्ट छ, तिम्रो सुध्री अझै पनि केही गर भनेको मात्र हो कि। अब हेर्नुहुन्छ 19 गतेबाट झन् खतरा छ देशमा, धेरै ठुलो खतरा छ। गुरु हजुर जतिको मान्छेले फेरि यसरी भ्रम सर्न मिल्छ गुरु? कुन आधारले तपाईँले भविष्यवाणी गर्नुभयो? यथार्थ सत्य त भन्नै पर्यो नि। हो, तपाईँले हिजो यो 18 जना विगतमा जाँदा पनि कुन आधारले यो भविष्यवाणी गर्नुभयो भने त्रिशुलीमा बस खस्दा पनि मैले अबको 51 दिनभित्रमा देशमा यस्तो सङ्कट हुँदैछ भन्दा कुन आधारमा भन्नुभयो भने मैले 82 काट्दैन, मिसन 84 नभना 84मा चुनाव हुँदैन भन्दा पनि तपाईँले कुन आधारमा भने तपाईँको मिडियामा जीवित छ। अब पनि कुन आधारमा भन्न छोड्नुहुन्न भने तपाईँलाई भ्रम भन्ने कि तपाईँ आफै भ्रमित हुनुहुन्छ। जनताले पत्याउँदैनन् गुरु, अब सरकारले पनि उस्तै परे तपाईँले यो हावादारी बोले। होइन, जनताले पत्याउन् नपत्याउन् होइन, जनताले पत्याउने नपत्याउने भन्ने कुरा आजभन्दा 3 वर्ष अगाडि गरेका भविष्यवाणीहरू जब सीतादालको मृत्युपछि 3 वर्षमा माओवादीको मरँदैन, प्रचण्डलाई पितृदोष छ, 1 वर्षभित्र प्रचण्डको सरकार ढल्छ, रवि गृहमन्त्री नहौ फेरि तिमी जेल जान्छौ, यस्ता विभिन्न कुराहरू जे भनेको थिए आज साबित भयो। त्यति मात्र नभएर भर्खरैको ल्याटेस्ट न्युज बालेन शाहजीलाई पितृशोक पर्नेवाला छ पनि भनेको थिएँ। यो पनि ठ्याक्कै भयो पनि केही दिन अगाडि मात्रै अनिष्ट छ, दक्षिणकालीले यस्तो यस्तो सङ्केत दिनुभयो भनेर स्वयं म दक्षिणकाली मन्दिरबाट फेसबुक पोस्ट गरेको थिएँ। त्यो पोस्ट त महावीर थापा भनेर सर्च गरे पनि जसले पनि देख्न सक्नुहुन्छ र हेर्नुहुन्छ, त्यो पोस्ट जीवितै छ। के पोस्ट गर्नुभएको थियो गुरु तपाईँले? ठ्याक्कै मन्दिरको म कालीको मन्दिरमा दर्शन गर्न गएको थिएँ। कालीले जुन अनिष्टको सङ्केत दिनुभयो होइन, मैले अनिष्ट नहोस् भन्नुको लागि पूजा गर्न गएको थिएँ। कालीले अनिष्टको सङ्केत दिनुभयो, त्यसैले भए हुँदैछ। कृपया आफ्नो कुल पितृलाई पूजा गर्नुहोस्। सवारी गर्दाखेरि धूप बत्ती गरेर सवारी चलाउनुहोस्, विश्वकर्मा देवतालाई सम्झिनुहोस् होइन, शुभ बोल्नुहोस्, अशुभ नबोल्नुहोस्, साइत हेरेर मात्र तपाईँहरू सवारी गर्नुहोस्, सपरिवार यात्रा नगर्नुहोस्। यो त बारम्बार मैले तपाईँहरूको लोकप्रिय मिडिया मार्फत जनतालाई भनेकै थिएँ। अनि सपरिवार पनि हिँड्नै हुँदैन गुरु? कतिजना हिँड्दै हुनुहुन्छ परिवारका सदस्य? कतिजना हिँड्न हुँदैन? सपरिवार नहिँड्नु। 2 जना भएन, 3 जना 4 जना 5 जना सकेसम्म बाउ छोरा लोग्ने स्वास्नी सपरिवार, अझै सपरिवार एउटै टिम त जाँदै नजानुहोस्। अब जानै पर्ने हुन्छ त गुरु, के गर्ने त्यो अवस्थामा? त्यो बेलामा यात्रा छुट्टै छुट्टै गर्ने, छुट्टै छुट्टै गाडीको साधन सम्भव हुन्छ त त्यो? अब गर्नु पर्यो।
गर्नु पर्यो। यो नि शास्त्र सत्य छ, शास्त्र सत्य छ। आजसम्म जे भनेको छ त्यो यथार्थ सत्य भएको छ। शास्त्र सत्य छ। जसले यसलाई झुटा भन्छ नि त्यो यो आजको संसारको सबैभन्दा महामूर्ख हो। मैले तपाईँहरूकै लोकप्रिय मार्फत, मिडिया मार्फत बागमतीको किनारमा रविको यो दोष छ। अब यो दोष पूजा गरेको यति दिनभित्रमा रवि छुट्छ भने छुट्छ कि छुट्यो कि छुटेन? छुटे कि छुटेन? छुटे। अनि शास्त्र सत्य छ कि छैन? यस्ता त हजारौँ उदाहरणहरू छ। मनिषी गुरु, के तपाईँले बस दुर्घटना हुँदैछ भनेर तपाईँलाई दक्षिणकाली माताले तपाईँलाई सङ्केत गर्नुभएको थियो? होइन, बसै दुर्घटना हुँदैछ भनेर भन्नुभएको थिएन। दुर्घटना छ, भयावह स्थिति आउँदैछ देशमा। यसरी जनतालाई सचेत गराउनुहोस्। के अरे परिवारका सम्पूर्ण सदस्यहरू एउटै गाडीमा ट्राभलिङ नगर्नुहोस्, यात्रा नगर्नुहोस्। आफ्ना कुल पितृलाई सम्झेर धूप बत्ती गर्नुहोस्। यात्रा गर्दा गुरुजीलाई हैन, गाडीलाई राम्रोसँग पूजा गरेर, विश्वकर्मा भगवानलाई पूजा गरेर, आफ्नो विश्वकर्मा देवतालाई सम्झेर गाडी चलाउनुहोस्। र ठाउँ ठाउँमा विश्राम गरेर फेरि गाडी स्टार्ट गर्दा फेरि धूप बत्ती गरेर, मुख धोएर धूप बत्ती गरेर स्ट्रिङलाई ढोकेर चलाउनुहोस्। त भनेकै थिएँ। अनि यस्ता सङ्केत, यस्ता ठाउँहरू छ जुन ठाउँमा जहिले पनि त्यही ठाउँबाट गाडी झर्छ कि अन्तबाट किन झर्दैन। यस्ता ठाउँहरूमा अलिकति सचेत भएर त्यो ठाउँ आउनुभन्दा अगाडि धूपहरू जलाएर अलिकति सचेत भएर गाडी चलाउनुहोस्। गुरु, तपाईँले पशुपतिमा त गएर बेला बेला पूजा गर्नुहुन्छ। अब यो राजमार्गहरूमा पनि तपाईँले पूजा गर्नुपर्ने भयो दुर्घटना नहुन् भनेर। हो, तर यस्तो छ कि एक्लै सम्भव छैन। हेर्नुहोस् है, घर बारी बेचेर होइन आज बाटोमा आइसक्यो होइन, योभन्दा नि बाटोमा कहाँ कति जाने भन्नुहोस् त? एक्लै सम्भव छैन। सबैजनाले हातै मालो गर्ने भने सम्भव किन थिएन? सबै थियो। आज जति पनि नि यो देशमा के राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ भनेर कराउँछन् नि, यिनीहरू सङ्गठित हुने हो पनि होइन। उहिले राजामा थियो, आउँथेन होइन। भ्रष्टाचारी निर्मूल गर, भ्रष्टाचारी निर्मूल गर भन्छ नि। सबैजना सङ्गठित हुने हो भने उहिले भ्रष्टाचारको निर्मुत हुन्थ्यो क्या। अहिलेका प्रधानमन्त्रीज्यूले त यो क्राइम हो, यो मर्डर हो, यिनीहरूलाई यो गरेर मात्र हुँदैन, हातगोडी लाएर जेल लाउँछ, गर्न सक्नु भएन, गर्नु भएन भने यो त यहाँ त मुखले बोल्ने र खोक्रो भाषण दिने मात्रै। अहिले मलाई ठ्याक्कै बिहार सम्झिन्छु। त्यो बेलामा म बच्चै थिएँ। बिहारका एक लोकप्रिय त्यो नेता हुनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो, अरे हमारा बिहार में भाषण का क्या कमी है, कमी है तो कमी है, राशन का कमी है भन्थ्यो। त्यो लालु यादव क्या। ठ्याक्कै यही छ क्या। गुरु, अब के अनिष्ट हुँदैछ भने मान्छेले देख्ने सपनाहरूले चाहिँ फरक पार्छै पर्छ। सपना केही अनिष्ट देखि हुँदैछ भन्ने कुरो सपनाले चाहिँ ठ्याक्कै सङ्केत गर्छ, तर सबैलाई सङ्केत गर्दैन, सबैलाई सङ्केत गर्दैन। तर प्राय मान्छेलाई आफ्नो घर परिवारभित्र केही अनिष्ट हुँदैछ, तँलाई अप्ठ्यारो समयहरू आउँदैछ भने कता न कता तपाईँलाई केही न केही चिजले सङ्केत दिएको हुन्छ। र कतिले त्यो सङ्केतलाई ख्याल राख्छन्, कतिले ख्याल राख्दैनन् होइन। सङ्केत चाहिँ दिएकै हुन्छ। तपाईँको मृत्यु अगाडि तपाईँ मर्दैछ भने सङ्केत दिएको हुन्छ सपनामा होइन। तपाईँको मानसिकतामा हर बेला तपाईँलाई चेतना दिएको हुन्छ होइन। त्यसैले मर्नुभन्दा अगाडि मानिसले केही अनौठा कामहरू गर्छन्। किन गर्छन् भन्दा उसलाई पहिला नै सङ्केत भइसकेको हुन्छ क्या। अझ तपाईँलाई थाहा छ सर्प प्राणीमा, सर्पलाई मर्नुभन्दा अगाडि उसलाई थाहा हुन्छ 15 दिन अगाडि नै ऊ एक स्थानमा गएर मजाले सुतेर प्राण त्याग गरेको हुन्छ क्या। हामी त मानव होइन, अहिले यो भौतिक संसारमा रमाउन थाल्यौँ क्या। त्यसैले सुपर नेचर पावर भन्ने के हो? साइन्सले पनि भन्छ सुपर नेचर पावर छ भनेर। तर आज सुपर नेचर पावर कहाँ छ भन्ने कुरा होइन। यो भौतिक संसारमा खोज्नलाई त्यही शमशान, सुनसान, मसानघाट, च्यान, डाँडा, पाखामा छ। तपाईँहरूले भन्नुहुन्थ्यो नि, हामीले कथामा पढ्थ्यो नि बाइपङ्खी घोडा भनेर। आज यथार्थमा बाइपङ्खी घोडा पनि देखियो। हेर्नु त राज्यले कति दमन गर्छ क्या।
एउटा कुल पितृबाट पहिल्यैदेखि पूजा गरेर आइराखेको एउटा शिला उठाएर लान्छ, त्यो बेपत्ता गर्छ, बेचेर खान्छ कि के गर्छ। अब त्यो एउटा बाइपङ्की घोडा जसले भेट्यो नि उसको अधिकार थियो नि त, उसले काटेको थिएन, पालन पोषण गरेर राखेको थिएन। अब उनीहरूले प्रहरीको संरक्षणमा लगेर हेर्नुहोस् है, अब त्यसलाई मार्ने हो, अरू केही विकल्प गर्दैन कि कुन देशलाई बेचिदिन्छ, त्यहाँ टेस्ट भन्छ, दुनियाँले आउँछ, के रहेछ भन्छ, सुई हान्ने, इन्जेक्सन हान्ने, सिद्ध्याउँछ। पाती भारामाथि यहाँ पोइन्ट नोट गर्नुहोस् है, पाती भारामाथि त्यो कुदृश्य लगाउनेहरूको हालत के भयो आज? के भयो? यो त मैले पाती भारामा जुन बेला केबल कार राख्छ भन्ने बेला भनेको थिएँ नि त, आज भएन। स्वयं प्रधानमन्त्रीज्यू भाग्नु पऱ्यो होइन? पाती भारामा केबल कार लान सकिनँ भने म राजनीतिकै गर्दिनँ, राजीनामा दिन्छु भनेको थिएँ। आज उहाँलाई जनताले राजीनामा दिन लगायो होइन? यस्ता अनिष्ट कामहरू नगर्नुहोस्, देवी देवता मठ मन्दिरमा आँखा नलाउनुहोस्, लोभ पाप नगर्नुहोस्। धर्म मान्नुहोस् नमान्नुहोस् तपाईँको आफ्नो हो, तर कुनै धार्मिकलाई यो पाखण्डी भनेर गाली नगर्नुहोस्। तपाईँ नमान्नुहोस्, तपाईँलाई स्वतन्त्र छ, तर पाखण्डी नबन्नुहोस्। किनकि तपाईँको बाउ आमा त्यही धर्म लिएर तपाईँलाई त्यही धर्म र संस्कृतिले जन्माएको हो क्या। तपाईँलाई पाउँदा तपाईँको बाउ या आमाले कुनै मठ मन्दिरमा गएर कामना गर्नुभएको थियो, तब तपाईँको जन्म भएको थियो, त्यो पनि ख्याल राख्नुहोस्। गुरु, अनि जुन गाडी खस्यो नि त्रिशुलीमा, त्यो गाडी कतै के अनिष्ट के मसानहरूले तानेको त होइन गुरु? अफकोर्स यथार्थ हो, त्यो प्रत्येक वर्ष तानिरहेको छ। त्यसैले त बारम्बार मैले भन्दा घाँटी सुकेपछि बारम्बार धुप बत्ती गर्नुहोस्, आफ्नो परम्परा संस्कार के छ त्यसलाई नटोर्नुहोस्। आज तपाईँहरूलाई थाहा छ राजा वीरेन्द्रले आफ्नो हत्या आफै गराए, मानिसलाई लाग्ला कसरी भनेर, तपाईँहरूलाई नि लाग्ला कसरी भनेर हो। आफ्नो परम्परा नमान्दाले दरबारमा के थियो भने साँझ परिसकेपछि दरबारका कुनै पनि सदस्यहरूले हात हतियार बोक्न पाउँथेनन्, भण्डारामा लगेर राखिन्थ्यो र भण्डारामा लगेर राखिसकेपछि त्यो चाबी राजालाई दिइन्थ्यो। अरू कसैले भण्डारीले पनि बोक्ने अधिकार थिएन, राजा स्वयंले बोक्थ्यो होइन। तर त्यो प्रचलन हटाएपछि राजदरबारमा हत्याकाण्ड भयो, राजा वीरेन्द्रले आफ्नो हत्या आफै गराए। किनकि परम्परा नमान्दाले, संस्कार नमान्दिनाले, लापरवाही गर्नाले। गुरु, यो भन्दै गर्दा मसान भनेको के हो, मसान कस्तो हुन्छ त बताइदिनुहोस् न। मसान भनेको हावा हो, छाया हो, वायु हो है। मसान भनेको तपाईँको जब अकाल मृत्यु हुन्छ, कुनै पनि मान्छे मर्छ, अकाल मृत्यु हुन्छ, अकाल मृत्यु भएपछि च्यानबाट उत्पत्ति हुने एउटा तत्त्व हो। जुन तत्त्व छाया हुन्छ उसको आवाज हुन्छ हावा र धुवाँ, यति हो। तर तपाईँहरू त्यसलाई यदि देख्नै चाहनुहुन्छ भने देखाउन पनि सकिन्छ। मसान देख्न सकिन्छ? कसले देखाउन सक्छ गुरु? म च्यालेन्ज दिएर देखाउन सक्छु। औँसीको दिनमा शमशानमा हिँड्नुहोस्, हिडन क्यामेरा लिएर हिँड्नुहोस् होइन, म तपाईँहरूलाई च्यालेन्ज दिएर देखाइदिन्छु भूत प्रेत कहाँ हुन्छ र भूत प्रेतले के गर्छ भनेर। तर देखाउनुहुन्छ? 100% च्यालेन्ज दिएर म देखाइदिन्छु के, च्यालेन्ज दिएर देखाइदिन्छु म। तपाईँले मसानसँग भेट्नु भएको छ त्यसमा? किन नभेट्ने? शमशानमा गएर जागरण गर्ने मानिसहरूले मसान भूत प्रेत नभेट्ने हुन्छ? तपाईँको कीर्तिपुरमा एउटा यस्तो ठाउँ छ जहाँ गएर चाहिँ चिता राखिन्छ र सानो थोरै दाउरा राखेर आगो मात्रै झोसेर लास छोडेर गइन्छ। त्यहाँ वीर मसान आएर होइन आगो फुकेर आफै त्यो लास जलाउँछ, एउटा टुक्रा पनि हुँदैन, त्यहाँ दाउरा पनि चाहिँदैन, केही पनि चाहिँदैन। त्यस्तो ठाउँ अझै पनि नेपालमा जीवित छ त। कीर्तिपुरमा छ यस्तो ठाउँ? हो, दक्षिणकाली जाने बाटोमा अझै पनि छ त। अझै पनि नेपालमै कति यस्ता तालहरू छ जुन तालमा तपाईँ गएर पौडिन सक्नुहुन्न। जस्तै नागदह
गोसाइकुण्डमा नागकुण्ड त्यहाँ गएर अझसम्म कोही पनि स्विमिङ गरेर जीवित निस्केको देख्नुभएको छ? यी छ हाम्रो के अरे यो दक्षिणकाली जाने बाटोमा टौडा, त्यहाँ कोही मान्छे जीवित निस्किन्छ? रगत मात्र निस्किन्छ। छ त अझ मानिसहरू सगरमाथा चढे तर कैलाश पर्वत किन चढ्न सकेनन्? त्यहाँ केही चिज यस्ता छ क्या जुन चिज हाम्रो कल्पनाभन्दा बाहिर छ, हाम्रो संसारभन्दा बाहिर छ। आज पनि विश्वलाई थाहा भयो के हो संसारमा यस्ता समुद्र पनि छ जसको माथि कुनै पनि हावाजहाजहरू पनि जान सक्दैन, चुम्बकले तान्छ। त्यहाँबाट कहाँ जान्छ अझसम्म कसैले भेटेको पनि छैन, थाहा पनि छैन। यस्ता ठाउँहरू छ त। हेर्नुहोस् त हाम्रै त्रिशुली नदी के छ तपाईँको हिउँदामा हेऱ्यो भने तल ढुङ्गा देखिन्छ तर त्यहाँ कैयौँ बसहरू गायब भएको छ। अझसम्म त्यो बसको एउटा पनि भेट्दैन। कहाँ गयो त? मान्छेको त हड्डी त कुहिएर गयो होला, त्यो बसको फलाम चिजहरू कहाँ गयो? टायर कहाँ गयो? एकचोटि कल्पना गर्नुहोस् त। गुरु अब यसो भन्दै गर्दा अब हजुरले भन्नुभयो अब अनिष्ट सपनाहरूले पनि देखाउँछ भन्नुभयो। अब के छ त अनिष्ट सपना, नराम्रो सपनालाई कस्तोलाई नराम्रो भन्ने, कस्तोलाई राम्रो भन्ने त सपना? हेर्नुहोस् विभिन्न सपनाहरू हुन्छ होइन। अब त्यो सपनालाई कस्तोलाई राम्रो कस्तोलाई नराम्रो भन्दा पनि अब जस्तै मानिसहरू हाँसेको नयाँ कपडा लाएको देख्यो भने त्यो नराम्रो, कुनै तपाईँको साथीहरू हाँसेको नयाँ कपडा लाएको देख्यो भने त्यो नराम्रो हो होइन, अशुभ हो। अनि तपाईँ ओह्रालो झरिराख्नुभयो भने त्यो अशुभ हो होइन। यस्ता यस्ता कुराहरू धेरै छ। फेरि अब पिसाबहरू देख्नु भने त्यो एकदम राम्रो। स्पर्म अझ सेक्सको सपना देख्यो भने एकदम राम्रो स्पर्म हो होइन, त्यो राम्रो हो। के राम्रो हुन्छ गुरु भनेपछि? अर्का स्वास्नीसित सुतेको सपना राम्रो होइन, अर्काको स्वास्नीसँग सुतेको सपना राम्रो होइन कि, तर कुनै पनि नारीसँग सम्भोग गरिराखेको होइन त्यो स्पर्म देख्यो भने त्यो एकदम लक्ष्य शुभ हुन्छ, फल दिन्छ, धन आर्जन हुन्छ। गु देख्यो भने धन आर्जन हुन्छ होइन। यस्ता चिजहरू छन्। नराम्रो सपना चाहिँ के भन्नुभयो गुरु? ओह्रालो अब मुर्कुट्टाहरू बच्चाहरू रोएको देख्ने होइन, त्यो पनि नराम्रो सपना हो। यस्ता भैँसीहरू देख्नु अनिष्ट हो। अब थोरै दुर्गा प्रसाईको प्रसङ्ग म एक गाडीसँगै थोरै जान्छु। गाडीमा चुरा अनि त्यो महिलाले लगाउने के भन्छ डोरी अनि सिसा राख्नुको तात्पर्य छ गुरु? त्यो अगाडिपट्टि धेरैलाई थाहा हो। धेरैलाई यो कुरा थाहा छैन। हाम्रो परम्परामा के छ भने किचकन्या भन्ने छ। किचकन्या जुन किचकन्या भनेको बिहा गर्नुभन्दा अगाडि होइन, लेडिजहरू सम्भवतः मिन्स हुनुभन्दा अगाडि नै, अझ रक्तस्वलन हुनुभन्दा अगाडि नै जो महिलाको मृत्यु हुन्छ अथवा जो महिलालाई जबरजस्ती कारणवश मारिन्छ तिनीहरू किचकन्या हुन्छ। तिनीहरूले बदलाको भावना गरेको हुन्छन् होइन। हो यिनीहरूले स्वयं गाडी रोक्ने, गाडीमा प्रवेश गर्ने, गाडीमा नकारात्मक ऊर्जाहरू दिने हुन्छन् भने यिनीहरू है सेक्सको पनि मोहित हुन्छन्। यिनीहरूले त्यस्तै पर्यो भने मानिसलाई फकाउने, आफ्नो बसमा ल्याउने र सेक्ससम्म गराउने गर्छन्। किचकन्याले सेक्स पनि गराउँछ तपाईँको। यस्ता हो। त्यही कारण किचकन्यालाई नआओस्, प्रवेश नगरोस्। यहाँ अलरेडी नारी छ है भने फेरि त्यो किचकन्या यस्तो हो कि नारी भएको ठाउँमा आउँदैन क्या। यहाँ अलरेडी नारी छ है भन्नलाई त्यो सङ्केत देखाउनलाई चुरा धागो होइन त्यो राखेको कारण त्यो ऐना राखेको कारण त्यो। कुनै पनि भूतप्रेतलाई फेरि ऐना देखायो त्यो भाग्छ है। भूतप्रेत ऐना देखायो हो, आफ्नो छाया देखेपछि आफै भाग्छ। भूतप्रेतलाई ऐना, भूतप्रेतको सबैभन्दा ठुलो हतियार भनेको ऐना, आगो र चिम्टा है। तपाईँको घरमा कुनै मान्छे आएको छ भने खरानी धसेर चिम्टाले फ्वाट गरेर फालिदिनुहोस् होइन, शान्ति नै बिरामी त त्यतिकै बिसेको हुन्छ क्या। जस्तो गुरु यहाँले अघि भन्नुभयो 800 देखि 3200 जनाको नरसंहार हुँदैछ भन्नुभयो, साह्रै दुःखद पनि हो। अब यसको निवारण अथवा यसलाई चाहिँ स्वस्ति शान्ति गरेर कम गराउन सकिँदैन गुरु?
अनि स्वस्ति शान्ति मात्रै होइन, राज्य पक्ष पनि शान्ति र संयोजकतामा जानु पर्यो होइन। राज्य पक्षले स्वस्ति शान्ति त हामी गुरुहरूले जहिले पनि गरिरहेको छौँ त होइन, तर राज्य पक्षले पनि हाम्रो धर्म, हाम्रो देश बौद्धिक सनातन हिन्दू धर्म हो, धार्मिक देश हो। यो देश भनेको तन्त्र मन्त्र र के अरे धर्मले चलेको देश हो होइन। यसमा चाहिँ तन्त्र मन्त्र र धर्मलाई साथ राखेर होइन, बौद्धिक सनातन हिन्दू धर्मसहित आज जनताको के माग छ त्यो मागलाई लिएर होइन, आज देवी देवताको के माग छ, आज भूमिपति भनेको यो भूमिको पुजारीको खाँचो छ होइन, त्यो पुजारीको माग छ, त्यो सबैलाई सम्बोधन गरेर गयो भने यो अनिष्टबाट बच्न सकिन्छ होइन। यसलाई व्यवस्था गर्ने जबरजस्ती मै गर्छु भने पनि त्यो जबरजस्ती छोरा पाउँछु भनेर पाइँदैन नि हजुर। कसरी पाउँ त छोरा? के आइडिया छ छोरा पाउँ? छ ल भनिदिनुहोस्। छोरा पाउने पनि मिति तिथि हेरेर कुन बेला कसरी कुन समयमा सम्भोग गर्ने होइन, त्यो पनि नारी हेरेर उसको जन्मदिन हेरेर, पुरुष हेरेर उसको जन्मदिन हेरेर त्यो मिन्स भएको यति दिनमा यसरी यो बार यति गते यसरी सम्भोग गऱ्यो भने छोरी हुन्छ, यो बार यति गते यसरी गऱ्यो भने छोरी हुन्छ। ठ्याक्कै हुन्छ त। आजसम्म लगभग मैले 1500 देखि 1600जना नारीहरूलाई त्यो किसिमको ऊ गरिदिएको छु त, भइराखेको छ त। 1500-1600 जनालाई चाहिँ तपाईँको विधिबाट छोरा जन्माए। कोहीले छोरीको नि रहर हुन्छ, छोरी जन्माए होइन, त्यो हुन्छ भने अहिले चाहिँ धेरै नारीहरू हेर्नुहोस् एकदम डेन्जर भएको। एउटा फेरि अहिले नारी सम्भोग गर्ने एकदम ठुलो प्रचलन आएको छ यो देशमा। नेपालमा एकदम ठुलो खतरा छ। मेरोमा धेरै आमाहरू दुखित भएर आउँछन् र धेरै लोग्नेहरू पनि अहिले मेरो स्वास्नी चाहिँ फल्ना केटीसँग लागेर अहिले मसँग सुत्नै छोडी गुरु अब कसरी ल्याउने भनेर आउँछन्। हेर्नुहोस् है, सबैमा त धनाढ्यहरू फेरि डक्टर इन्जिनियर पाइलटहरू छन्। हेर्नुहोस् है, युरोपमा पढ्नको लागि गएको युरोपियन केटीसँग गरेर अब त्यो आफ्नो बुढालाई बेवास्ता, बिचरा बुढा रुन आउँछ मेरोमा। मेरो कसरी गर्छन् होला गुरु? त्यो त मलाई थाहा छैन, उहाँहरूलाई नै सोध्नु पर्ने नि हजुरले। उहाँहरूलाई सोध्नुपर्छ होइन। उहाँहरूलाई यति पनि आउँछन् कि मेरोमा केटी नै होइन, मेरो यसो भयो गुरु कसरी फल्नाले मलाई छोडेर गई भन्छ, यसो कुरो छ छोडेर गई भन्छ भनेर बिस्तारै सोध्दै जाँदा त तपाईँलाई थाहा होला गुरु मेरो त केटी साथी थियो सँगै बसेको, एउटा त बिचरा सुसाइड गरेर मरिथियो, फेरि अर्को केटी गर्लफ्रेन्ड बनाएर छ अहिले होइन। अब त्यो पनि अहिले मेरोमा एउटा पेसन आइराखेको छ बाबा, यो विदेशको हो होइन, केटी हो केटी लभ परे त्यो केटीलाई अर्को केटीले खोज्दैछ है। हेर्नुहोस् है, नेपाली हो है, त्यो केटीलाई अर्को केटीले खोज्दैछ। अब त्यो मेरो के अरे मेरो बुढा अरे के केटीलाई यी मनमैजुमा छ केटी नै, केटीले केटीलाई नै बिहा गर्छ। त्यो केटी फेरि को भन्नुहोस् न, कलेजको प्रोफेसर। अब बिचरा कहाँबाट बच्चा ल्याएर एउटा बच्चा ल्याएर पालेको थियो, उसलाई छोरा भन्छ होइन, दुइटै महिला हुन्। किन यस्तो भयो गुरु खास? यो विकृति, विनाशकालीन विपरीत बुद्धि, यो शास्त्रमै लेखेको थियो हेर्नुहोस् होइन। यो हुन्छ जे हुन्छ भने त्यही हुन थाल्यो। कलियुग हो। अब दुर्गा प्रसाई चुनाव अगाडि छुट्ने सम्भावना कम भयो नि गुरु, के हो? दुर्गा प्रसाई चुनावको केही दिन अगाडि छुट्छन् होइन, छुट्न त छुट्छन्, केही दिन अगाडि छुट्छन्, केही दिन अगाडि त्यही भन्छ हो, छुट्छन् दुर्गा प्रसाई छुट्छन्। मेरो अस्तव्यस्तताले पनि हो होइन, अलिकति केही गर्नु छ, अलिकति अस्तव्यस्तता पनि छ, दुर्गा प्रसाद छुट्नुहुन्छ। दुर्गा प्रसादलाई थुनेर राखेको चुनावले, त्यो चुनावले मान्यता हुँदैन। हेर्नुहोस्, मैले जीवनमा यत्रो वर्ष उमेर भयो, जीवनमा 2 पटक यस्तो चुनाव देखेँ जुन बेलामा ज्ञानेन्द्रले आर्मी लाएर चुनाव गराएको थिए। अहिले पनि आर्मी लाएर यो जबरजस्ती गरेको चुनाव, यसलाई कुनै पनि इन्टरनेसनल उसले मान्यता दिँदैन। जनताको घरमा गोली तेर्साएर त चुनावमा भाग लि भन्नु यो सबैभन्दा ठुलो मूर्खता हो है। अनि यत्र विदेशमा बस्नेको नोट चल्ने, भोट किन नचल्ने? तपाईँ
यो त तपाईँको 84मा हुने चुनाव 82मा मात्रै सारियो नि त के जेएनजी भाइहरूले साँच्ची नै 84मा हुने चुनावलाई 82मा सार्नुको लागि रगत बगाएका थिए त के सुशीला कार्की प्रधानमन्त्रीले चुनाव मात्रै गराउनलाई प्रधानमन्त्री बनेको थिए त उनले के प्रतिबद्धता गरेर चुनाव गराउँछु भनेको थिए हो हामीले के भन्थ्यो यदि सुशीला कार्कीको नेतृत्वमा चुनाव गराउन सकिन्न हामी गर्दन काटिदिन्छौँ भनेको थियो किन भनेको थियौँ भने नि उनले जे प्रमिस लिएर होइन चुनाव गराउँछु भनेको थियो नि आज त केही पनि गरेन नि त जेएनजीको मागै छैन अरे दिस इज क्राइम यो हत्या हो यिनीहरूलाई छोड्नुहुन्न जेल हाल्नुपर्छ खै हालिन् अनि स्वतन्त्र छोडेर होइन इभन कार्की आयोग जुन छानबिन आयोग छ नि को दोषी थिए सिंहदरबार कसले जलाएका थिए त्यो असली नोट हो कि होइन यो अनमोलमा राखेर अँध्यारोमा जनतालाई राखेर गराएको चुनावले के प्रतिफल दिन्छ तपाईँ आफै भन्नुहोस् कृत्रिम सास हालेर बचाएको मानिसले के काम गर्छ केही गर्दैन हो त्यस्तै हो अब राजाले अस्ति प्रजातन्त्र दिवसको दिन वक्तव्य दिनुभयो हजुरले हेर्नु होला हो हजुर त राजाको समर्थक पनि हो कि गुरु के हो समर्थक होइन के त राष्ट्रप्रेमी हो राजा मान्नुहुन्छ नि तपाईँ होइन यो देश र माटोको माग र धर्म यो देश भनेको अघि नै भनिसकेँ तन्त्र मन्त्र र धर्मले चलेको देश हो होइन बौद्धिक सनातन धर्ममा राज संस्था अनिवार्य छ उहाँले भन्न खोजेको के अस्ति वक्तव्य उहाँले चुनाव पनि नगराउनु राम्रो भन्नुभएको थियो हो कि उहाँ फेरि आजसम्म होइन आजसम्म यो देशमा कतिवटा चुनाव भयो चुनावले प्रतिफल के दियो र भोलि पनि के दिन्छ हिजो प्रचण्ड मोटायो भोलि रवि र बालेन मोटाउने अरू केही पनि होइन मोटाउने भन्नाले के कमाउने त्यही त हो हिजो प्रचण्ड अनि के नारायण काजीहरू को थिए होइन टिमहरूदेखि लिएर ओली सोली होइन यस्ताहरू मोटाए अब आज बालेन सालेन झलेन होइन यिनीहरू मोटाउने त्यति मात्र हो फरक केही पनि छैन जनताले केही सुख पाउँदैन केही पाउँदैन देश 20 वर्ष मुनि गयो अनि यो चुनाव गराएर फाइदा के जसको हातमा टिओबी लेखेछ त्यो नेपालको राष्ट्रपिता नेता त्यसलाई मानिदिनु पर्ने अनि जनता पनि त्यसैलाई आइ गर्ने भोट दिने टिओबी हातमा टाट्ने टिओबी छ नेपाल छैन अनि हाम्रो इन्डियन भन्ने अनि तपाईँको जर्मनको नागरिकता लिएर बसेकाहरू आशिका मलाई भन्नु खोज्नु विदेशीहरू जोसुकै होस् विदेशीहरू इन्डियाको नागरिकता लिएर बस्ने भोलि ठाडो हान्छु भन्नेहरू यो देशमा चुनाव जितेर यिनीहरूले के गर्छन् धर्म मार्छन् संस्कृति मार्छन् देश बेच्छन् हेर्नुहोस् आज हेर्नुहोस् त हिजोसम्म चाइनाले यस्तो खुल्ला हाम्रो बोर्डरमा वास्तै नगर्नेमा आज चाइनाले प्रत्येक बोर्डरमा यति धेरै आर्मी झारेछ अनि भोलि यता इन्डियाले के भन्दैछ तपाईँको रुवाङ्गाना विद्रोहीहरू मुस्लिम विद्रोहीहरू जुन चाहिँ बर्माबाट लखटेका थिए ती आज तराईका बोर्डरमा छन् होइन फ्री टिबेटको नारा लिएर हिमाली क्षेत्रमा छन् भनेपछि उता चाइनाले हान्छ यता इन्डियाले हान्छ तपाईँ र हामी बिचमा अनि यो देश युक्रेन बन्ने जसरी जेलेस्कीको उत्पत्ति भएको थियो आज केही नेपालका लोकप्रिय नेताहरू त्यसरी नै उत्पत्ति भइराखेको छ भन्दा यो देशलाई युक्रेन बनाउँदैछ यो हामी जस्ता